जाम्बो नमस्ते सेवारो। आज चाहिँ म होइन माउगाउँ भन्ने ठाउँमा छु। जुन यो चाहिँ मेरो जन्मथलो हो, एउटा मेरो सानो बाल्यकाल होइन यहाँ बितेको थियो भन्न देखाउँदैछु। यो चाहिँ घर थियो होइन, यो चाहिँ पहिलाको हाम्रो म जन्मेको ठाउँ। यो मासतिरको आलुबारी होइन, अन्त यो चाहिँ गाईको गुवाली थियो। यताउँदै खेत, तलतिर हेऱ्यो भने खलेगरा होइन, गाईको गोठ, खोला, त्यहाँउँदो बाँस मिल त्यस्तोहरू थियो होइन। अन्त यो चाहिँ हामी सानोमा जन्मेको ठाउँमा भनौँ न, मूल घर भनौँ न। अन्त यो चाहिँ दोभान माउगाउँ होइन। यो चाहिँ 1149 मिटर होइन एबभ द सी लेभल छ। एलिभेसन हेऱ्यो भने माउगाउँ चाहिँ 1149 एबभ द सी लेभल पर्छ भने त्यहाँदेखि 1838 मिटर एबभ द सी लेभलमा हो माउगाउँ भन्ने ठाउँ चाहिँ, दोभान होइन, अहिलेको नयाँ नाम लाइल। अन्त यो चाहिँ एकदम दामी ठाउँ हो। अनि यहाँनिर मान्छेहरूले बेसी जस्तो होइन अलैँची अनि गाईको डाइरी फार्महरू, छुर्पी घिउ बेचेर उत्पादन गर्ने ठाउँ हो। अन्त अर्को कुरा सुन्तलाहरू नि हल्का फल्छ होइन। अन्त एकदम दामी छ। उतातिर पारीदेखि देख्नु भयो नि, त्यो चाहिँ अहिले उता पङ्खे घुङरिङतिर गएको रोड हो। पहिले हाम्रो चाहिँ नि उतातिर गाई चराउने उयो थियो, पास्चर भनौँ न, अब गाई हेर्ने ओर्ने ठाउँ, चर्ने ठाउँ थियो। त्यो पारिपट्टि भित्यो, पारिपट्टि पहिला त्यो माथि डाँडा छ नि, त्यो डाँडा पनि एउटा घर थियो। अहिले चाहिँ छैन रहेछ, त्यहाँ बाँसको झाङ मात्रै देखिँदो रहेछ। अन्त यो परदेखि चाहिँ यो उता देखिने चाहिँ अलिक राम्रो क्लियर भएन होला सायद, किनकि घामले गर्दाखेरि त्यहाँ चाहिँ पहिरो लडेको थियो। यस्तै छ गाइस, दामी। यो चाहिँ अब खरीको रुख हो यो होइन, दामी। यो सिस्नो देखिरहनु भएकै हो हजुरहरूले होइन। गाउँठाउँमा कस्तो के हुन्छ सबै त्यो थाहा छँदैछ। अन्त यो चाहिँ निबारो यहाँ मासतिर अलिक जङ्गल भएछ होइन। यो अलैँची रोपेको छ, एकदम दामी। यो चाहिँ हाम्रो चाहिँ घर वारिपट्टि हो भने पारिपट्टि डाँडामा होइन रोड छ यहाँनिर। म जुम गरेर देखाउँदैछु। यहाँनिर गाडी कुदेको देखियो होइन, त्यो बलेर चाहिँ उता पङ्खे घुङरिङतिर गएको। अन्त त्यसै यो बाटो गएको गयो भने होइन यसलाई चाहिँ समेरेको भिर भनिन्छ होइन। यसको टुप्पामा गएर हेऱ्यो भने चाहिँ